ताल हो यो। यहाँ तालै ताल छन्, त्यहाँ एउटा ताल छ, अर्को ताल चाहिँ ऊ माथि छ। तालमा पुरै बरफ जमेर पुरै सिसा जस्तो भएको छ, देखिन सकिन्छ यहाँबाट। कोही हिउँ छ उता, हिउँ पुरै हिउँकै हिउँ छ, घाम लागिरहेको छ। अहिले लगभग 8 बजे बिहानको। तल यस्तो ताल छ, पुरै बरफ जमेको। पारी डाँडा काँडा नाङ्गा सुक्खा डाँडा काँडाहरू छन् पारी जताततै। त्यही मेरो सहपाठीहरू चाहिँ उतातिर घाम ताप्दै बसिरहेको छन्। यिनीहरूले गर्दा अति नै ढिलो भइरहेको छ। अहिलेसम्म हामी गन्तव्य स्थान गोसाइँकुण्ड पुगिसक्ने अवस्था हो। यिनीहरू आराम गर्दै थकाइ मार्दै आइरहेका छन्। यिनीहरू हिँड्न नसकेर अलि सास लागेर सास फुलेर। यो यस्तो छ बाटो, राम्रो बनाएको छ। उसरी तारबार पनि लगाएको छ यतातिर। माथि यस्तो छ, यो भिरालो छ, माथि यत्रो पहाड छ, पुरै पहाडै यत्रो यस्तो छ, यस्तो देखिरहेको छ। यस्तो छ यो बाटो हो। यो चाहिँ यताबाट माथि हुँदै जाने हो। धुरन्धर खङ्खार पदयात्रीहरू हिँड्दै आउँदै गरेका छन्। एउटा हिमाल भन्नेलाई चाहिँ यो यहाँ बाटो उक्लिनु चाहिँ मरे सरह लागिरहेको छ। उसलाई मर्नुमा पनि यस्तै गाह्रो, यस्तै असह्य पीडा हुन्छ होला भन्ने भाव उसले हामीलाई 1 घन्टा अगाडि नै बताइसकेको छ। अगाडिको देखिने हाम्रो मुसलमान जस्तो ठ्याक्कै देखिने श्री आरब धनुषज्यू चाहिँ जाडोले चाहिँ अति नै सुमातेको छ अरे। उहाँ चाहिँ जाडोको एकदमै विरोधी नै हो भन्नु फरक नपर्ला। ऊ हिँड्दैछ, पाइला मेट्दैछ जसरी हिँडिरहेछन् होइन हाम्रा दुईटा महानुभावहरू। जे होस् रमाइलो भयो भनौँ। अब पदयात्रामा विभिन्न बाधा व्यवधानहरू अवेष्टास्थलहरू त आउने नै भए होइन। त्यही पनि भोक निन्द्रा थकाइ कस्तो लाग्दैछ दाजु? कस्तो लाग्दैछ? पुरा बोल्नै नसक्ने अवस्था हो त भाइ। 2 शब्दमा भन्दा के भन्न चाहन्छौ तिमी? ल भन त। 1 मिनटको बाटो हिँड्दा पनि यस्तो गर्नुपर्ने अवस्था किन र के का लागि? खै त्यो नि थाहा छैन। यहाँ सास फेर्नै गाह्रो भइरहेछ, अक्सिजन नै पाइरहेको छैन। त्यो पुरै ताल हो, पोखरी हो त्यो पनि है। पुरै चिसोले गर्दा पुरै जमेर बरफ भएको छ। ऊ त्यहाँ अर्को माथि छ। अन्दाज है बताउनुहोस्। मलाई त एकदम खतरा लागिरहेछ। हिँड्दै पाइला मेट्दै हिँडिराख्नु भएको छ। के हो भने अलि युवा जवान भएर देखाउनु पर्यो त साहस। यस्तै छ, रमाइलो छ। जे होस् अब यतिको त हुने नै भयो होइन। अब यत्रो हिँड्दै कहिले नहिँडेको एकैचोटि यो हिउँ पनि हामीले लगभग 12-15 वर्षको उसमा पछाडि देख्यौँ र प्रत्यक्ष यसलाई छुन पायौँ, खान पायौँ भनौँ न। यस्तो पहाड छ हेर्नुहोस् त। ओहो यस्तो पहाड छ यहाँ। तल बाटो छ पुरै